फाइनली खुसीको खबर। सो फाइनली मेरो हातमा 3टा टिआरसी कार्ड पनि आइसक्यो। आजको बिहानदेखिको वेटिङमा चाहिँ म आज हेर्दा चाहिँ गर्मी पनि लागिसक्यो यार। उहाँको चाहिँ कस्तो घाम रहेछ बाहिर हेर्नु न। अस्तिसम्म चाहिँ लगभग 1-2 हप्तासम्म चाहिँ लगभग चिसै हुन्थ्यो भने चाहिँ अहिले चाहिँ लास्टै गर्मी क्या। एकछिन हिँडेर आएको बस्न आइसक्यो जामले गर्दा। यो हेर्नु न 39-40 पर्नेलाई जम्मा 26मा दिइरहेको छ क्या। यो चाहिँ हाम्रो जस लुगा धुने सर यो लिक्विड रहेछ। 39 पर्नेलाई चाहिँ जम्मा 26-27मा सबै मान्छे एउटै हुन्न। सबै यहाँको प्रायः चाहिँ म्याक्सिमम् चाहिँ हुनु न हेल्पफुल्लै रेस्पेक्ट गर्ने हुन्छ क्या। लगभग 700-800ले चाहिँ एकजनालाई रुममा चाहिँ हरेक कुरा किनेर खानुलाई चाहिँ लगभग पुग्ला है। त्यही पनि सायद पुग्छ जस्तो लागेन मलाई चाहिँ। अब आफ्नो हुन्छ। हेलो एन्ड दर्शक नमस्ते, के छ मेरो नेपाल सन्चै भने सन्चै छ, आराम खुसी छ बाँच्यो त के गर्ने हुन्छ गर्नुपर्छ। च्यानल सब्सक्राइब गर्नुलाई, भिडियोलाई लाइक सेयर र कमेन्ट गर्नु चाहिँ पक्कै नबिर्साउँदाखेरि लिएर आइसक्यो अर्को नयाँ भिडियो आफ्टर लङ टाइम पछि। समथिङ 1 मात्रै भइसक्यो होला। सो हजुरको भाइ योगेन्द्र चाहिँ नेपाल साबाट हाल चाहिँ रोमनिया। ओहो जिन्दगी त कहाँदेखि कहाँ पुगिसक्यो कि हेर्दा 2 वर्ष कटेर पनि अब लगभग 2 वर्ष कम्प्लिट भएर पनि 3-4 महिना कटिसक्यो क्या। हेर्दा हिजो अस्ति भर आएको लाग्छ। हेर्दा चाहिँ टाइम गएको थाहै नहुँदो रहेछ क्या। अन्त फेरि टेबल जाने बेला भइसक्यो क्या। समथिङ अस्ति कति बेला गएर आएको र पनि अब 3-4 महिना कम्प्लिटै भइसक्यो। फेरि अब चाहिँ आइतो भने 20 महिना कति टाइम लाग्छ जानु होइन। अब 26 महिना गइसक्यो भने 20 महिना जानु कति टाइम लाग्छ र 26 महिना 27 महिना भइसक्यो होला कम्प्लिटली। सो अहिले चाहिँ आज म छुट्टी भएको कारणले चाहिँ गर्दा बाहिर यसो हलचल गरेर निस्केको मात्रै हो। हलचल हुँदा नि जस्ट हुन्छ नि रुमको लागि सब्जी यताउति लिनलाई। सो बिहान आयो अनि टक्क सकेर भर्खरै बाहिर निस्केको क्या। खासमा जानु भनेको कफेन मार्केट हो। प्रायः आउने भनेको म छुट्टीमा आयो भने चाहिँ प्रायः कफेन मार्केटै हुन्छु क्या। किनकि रोमनियाहरू चाहिँ एकदम बेस्ट र चिप चाहिँ भनेको कफेन मार्केट हो। हजुरहरूले चाहिँ रुमको सामानहरूदेखि लिएर खानेकुरादेखि लिएर हरेक कुरा तपाईँले त्यहाँ चाहिँ हल्का सस्तै पाउनुहुन्छ अरूभन्दा चाहिँ होइन। सो जाने कफेन पनि आइसक्यो। खासै त्यस्तो धेरै सामान त होइन, जस्ट रुममा खानुलाई यताउति दाल चामलहरू मात्रै हो क्या। त्यही अलिअलि सपिङ गर्ने अनि मासुहरू खासै त्यस्तो अब लुगासुगा किन चाहिँ भन्नु खोजेको होला त्यो होइन। जस्ट रुममा खानुलाई सपिङ गर्न आएको हेरेँ। सपिङ भन्नेमा हुन्छ नि त अब लुगासुगा किन्नु लुगासुगा किन्नु यताउति हेर्ने क्या। खानेकुरा किन्नु आएको है त म चाहिँ आज चाहिँ। अनि छुट्टी पनि सकिसक्यो यार। अस्तिको यो महिना समथिङ 1 महिना भयो क्या। 1 महिनादेखि हाम्रो 1 दिनमा छुट्टी हुन्छ क्या। कहिले पनि 2 दिन छुट्टी हुन्छ, अहिले 1 दिनमा छुट्टी हुन्छ। किनकि अहिले हाम्रो हुन्छ नि त काम गर्ने मान्छेहरूको चाहिँ हल्का सर्टेज जस्तै गरौँ न। त्यस्तै अब पहिले चाहिँ हामी 4 जना काम आउँथ्यौँ, अहिले 3 जना मात्रै छ क्या। त्यही कारणले गर्दा चाहिँ हाम्रो छुट्टी 1 दिन मात्रै हुन्छ र 5-6 दिन ड्युटी हुन्छ क्या। पहिले चाहिँ 5 दिन काम हुन्थ्यो, 2 दिन छुट्टी हुन्थ्यो। र अहिले चाहिँ 1 दिन मात्रै छुट्टी हुन्छ र 6 दिन चाहिँ काम हुन्छ क्या। सेलेरी चाहिँ त्यही हो फेरि, सेलेरी चाहिँ त्यही हो। ओहो आइपुग्यो कफेन। यो लोगो चाहिँ कफेन है। यसको लोगो चाहिँ भनेको चाहिँ प्लस यहाँ चाहिँ अरूभन्दा पनि सस्तै पाउँछ खानेकुराहरूदेखि सामानहरूदेखि सबै कुराहरू क्या। हेर्दा चाहिँ गर्मी पनि लागिसक्यो यार। उहाँको चाहिँ कस्तो घाम रहेछ बाहिर हेर्नु न। अस्तिसम्म चाहिँ लगभग 1-2 हप्तासम्म चाहिँ लगभग चिसै हुन्थ्यो भने चाहिँ अहिले चाहिँ लास्टै गर्मी क्या। एकछिन हिँडेर आएको बस्न आइसक्यो जामले गर्दा। यस्तो गर्नु छ। अब जस्ट हुन्छ नि अब त हाफप्यान्ट साफप्यान्ट गरेर भेस्ट गरेर हिँडेर चाहिँ आइसक्यो कि। अब त्यस्तो जाडो हुन्छ जस्तो लागेन नर्मली। तर यो हप्ता चाहिँ पानी पर्ने सम्भावना एकदम निकै बढी छ क्या। किनकि म्यापमा वेदरमा हेर्दा चाहिँ जस्ट हुन्छ नि त पानी पर्ने सम्भावना चाहिँ देखाइरहेको छ क्या। वेदरले चाहिँ त्यो कारणले चाहिँ तर आज पानी परेन। आज पानी पर्ने सम्भावना थियो देखाइरहेको थियो वेदरमा, तर पानी परेन। जस्ट घाम लागेको छ। त्यो राम्रै हो किनकि बाहिर गर्नु सजिलो हुन्छ मलाई पनि होइन। ओहो भित्र आयो भने कस्तो फ्लेभर गन्ध नै अर्कै आउँछ क्या। हाम्रो यहाँको स्मेलै अर्कै हुन्छ क्या। मार्केटभित्रको स्मेल वाह जस्ट ठुलो मार्केट छ क्या। टक्कै एउटा गाडी बोक्ने हो अनि जाने हो सामान लिनलाई। कुनै त्यो गाडी पनि कराउने गाडी आइन्छ त्यो कहाँ गर्दै बस्छ क्या। कस्तो छ सामानहरू। फ्रुट डिपार्टमेन्ट ओहो लानुपर्ने छ मलाई। दालहरू यताउति लानुपर्ने छ। त्यस्तो धेरै सपिङ त गरिनँ। त्यो अलिअलि दाल मासु र टमाटरहरू मात्रै खासै धेरै सपिङ गरिनँ। किनकि अलरेडी हाम्रोमा मासुहरू छ नि त, मासु र चामल पनि छ। सो खासमा इम्पोर्टेन्ट चाहिँ दाल थियो आजलाई। अनि त्यही दाल लिन आएको हो। साथै टमाटर पनि लिइहालेँ, टमाटर र मासु अलिअलि आजलाई खानालाई। त्यही कारणले गर्दा चाहिँ दाजु जम्मै हुन्छ नि अन्डाको आइटमहरू दुधको आइटमहरू दिँदो रहेछ क्या। सो अघि रोडमा आएको छु म आएर क्या।
ठुलो छ नि त अनि कता कता हुन्छ क्या अरू त खासै त्यस्तो पर्सनल ठाउँमा लाने केही छैन अब जाने सिधै बिल काउन्टरमा पे गर्नलाई के लानु अरू त केही छैन त्यस्तो तर यहाँ चाहिँ कस्तो हुन्छ नि कुनै सामानहरू डिस्काउन्ट अफरमा छ डिस्काउन्ट दिइरहेको हुन्छ नि त प्रायः त मेरो रेट छ नि रेट भएको जति डिस्काउन्ट हो क्या अनि त्यही कारण चाहिँ जस्ट अलिक सस्तै परेको कुनै सामानहरू एकदमै डिस्काउन्ट रहेछ क्या सरफ स्याम्पू के हो थाहा छैन मलाई चाहिँ तपाईँलाई अहिले केही चाहिएको छैन क्या अब कुनै दिन चाहियो भने दिन आउनु यो हेर्नु न 39-40 पर्नेलाई जम्मा 26मा दिइरहेको छ क्या यो चाहिँ हाम्रो जस लुगा धुने सरफ यो लिक्विड रहेछ 39 पर्नेलाई चाहिँ जम्मा 26-27मा दिइरहेको छ क्या त्यस्तै यहाँ पनि यस्तै हुन्छ क्या 37मा चाहिँ 38 पर्नेलाई जस्ट जम्मा 29 रुपियाँ दिइरहेको छ त्यही कारणले गर्दा चाहिँ जस्ट कुनै त्यस्तो सामान भयो भने चाहिँ डिस्काउन्ट पाइन्छ क्या अनि हल्का 10-15 रुपियाँ होइन सस्तो पाइन्छ नि त त्यही कारणले गर्दा चाहिँ अस्ति मैले एकचोटि सरफ यहीँ लगेको थिएँ क्या समथिङ 56 कति पर्ने सरफलाई मैले जस्ट 37 अरूसँग लगिरहेको थिएँ क्या त्यो भएर 20 डिस्काउन्ट पऱ्यो नि त आज हेर्नुहोस् क्या सरफ चाहिँ राम्रो रहेछ तर जस्ट 34 पर्नेलाई चाहिँ 17मा दिइरहेको छ क्या यो 34 पर्ने चाहिँ डिस्काउन्ट गरेर 50% डिस्काउन्ट 17मा दिइरहेको छ क्या सरफ हो कुन सरफ थाहा भएन भाइ है त होइन जस्ट राम्रै छ अब यहाँ गएर बिल पे गर्नुपर्छ अब कति रहेछ भन्दा लाइन रहेछ लाइन चाहिँ मान्छेहरू बिराएर चाहिँ आम्मा टक्क समय राखेर चाहिँ मैले त्यो लगाएको त्यहाँ राखिदिएको क्या अब वेटिङ गर्नुपर्छ यति नै आज सामान चाहिँ दाल मासु र टमाटर मात्रै जाने मेरो सबै भइसक्यो सबै पनि होइन अनि सो यहाँ बिल पनि आइसक्यो क्या यहाँ त हाम्रो त जे कहाँ के भने बिल चाहिँ आउँछ दिन्छ दिन्छ क्या सो मेरो चाहिँ जम्मा अहिले 70 बिल भएको रहेछ होइन खानाको चाहिँ जम्मा होइन अनि जस्ट हुन्छ नि त यो चाहिँ मेरो खानाको कार्ड भयो भन्ने चाहिँ यो चाहिँ जुन कफेन कार्ड हो क्या यो चाहिँ रेड चाहिँ कफेन कार्ड हो यो चाहिँ अर्को ब्लू चाहिँ मेरो खाना पैसा आउँछ यो कार्डमा चाहिँ क्या सो आज सबै पनि भयो अनि एउटा दाई हुन्छ क्या जस हुन्छ नि त यहाँको दाई प्रायः तिनचोटि भेट भयो यहाँ आएको होइन लास्टै मजाको हुन्छ मजाले बोल्नुहुन्छ इङ्ग्लिस त भर्खर बोल्नुहुन्छ क्या अनि हेलो कहाँबाट भन्नु थाहा नेपालबाट हो क्या चिनिहाल्यो क्या नेपालबाट होइन अब त्यतिचोटि भेट भइसक्यो लास्टै बुझ्छ क्या यहाँ आयो कतिचोटि राम्रोसँग बोल्छ पनि होइन खुसी लाग्छ हौ सबै मान्छे एउटै हुन्न सबै यहाँको प्रायः चाहिँ म्याक्सिमम चाहिँ हुनु न हेल्पफुल्लै रेस्पेक्ट गर्ने हुन्छ क्या प्रायः क्या रेस्पेक्ट गरेर हेलो हाई हुन्छ अनि नेपालबाट हो भन्नु सिधै भनिदिएर क्या नेपालबाट भन्छ यताउति अनि गुड डे भनिदिन्छ बाई बाई फेरि आउनु हुन्छ होइन सो खुसी लाग्छ बेला यस्तो मान्छे देख्दा पनि क्या अर्कै फिल हुन्छ क्या जस हुन्छ नि त एउटा विदेशमा जस्तो त्यो एउटा उयो हुँदैन क्या तर फेरि जानु रुममै हो अनि फेरि आज अर्को एउटा काम पनि छ क्या त्यो चाहिँ हजुरलाई लास्टमा हजुरले भिडियोलाई अरू त्यसमा हेर्नु थाहा पाइहाल्नुहुन्छ त्यो चाहिँ एउटा मोस्ट इम्पोर्टेन्ट नै हो भरे हेरि नै हाल्नुहुन्छ होइन भिडियोलाई सो भिडियोलाई स्किप गरेर चाहिँ अन्त्यसम्म हेर्नु होला है त खानाको चाहिँ यति छिटो सकिसक्यो कि आज 80 ल्याएँ होइन अनि हिजो अस्ति पनि अब हुन्छ त आफ्नो पर्सनल खानालाई हिजो आज छुट्टी भएको हिजै मैले त्यहीबाट मार्केटबाटै जस्ट खानेकुरा ल्याएँ नि त त्यही कारणले हिजो समथिङ 50-60 55 कति समथिङ ल्याएको थियो होला अनि आज 75 क्या 75 समथिङ 80 रुपियाँ क्या 80 लिएको यताकोलाई चाहिँ ले भन्छ लगभग हाम्रो चाहिँ हुन्छ त अब फुल कार्ड भन्ने हुन्छ स्वदेशी कार्ड भन्ने हुन्छ क्या कार्डमा चाहिँ अहिले हाम्रो कम्पनीले 400 हालिदिन्छ कुनै कम्पनीहरू चाहिँ 600 पनि हालिदिरहेको हुन्छ 600 800 पनि हालिदिरहेको हुन्छ सो 400ले चाहिँ लगभग पुग्दैन क्या एकजनाबाट अब खानालाई होइन अब हाम्रो चाहिँ अब एक छाक चाहिँ हामीले होटलमै खान्छौँ र त्यसमा अलिक बजेटमा अलिक त्यसको बाद चाहिँ अलिक हाम्रो कम खर्च हुन्छ होइन अब हुन्छ नि त अब वेयर हाउसतिर कम्पनीहरू काम गर्नेहरूलाई चाहिँ लगभग त्यही समथिङ 700-800 हालिदिरहेको हुन्छ क्या तर हाम्रो चाहिँ 400 मात्र छ क्या त्यो पनि कम्पनी हेरेर हुन्छ त्यो कारणले गर्दा चाहिँ प्राय वेयर हाउसतिर अरू कम्पनीतिर हुन्छ तपाईँको समथिङ 700-800 नै हालिदिरहेको हुन्छ क्या लगभग 700-800ले चाहिँ एकजनालाई रुममा चाहिँ हरेक कुरा किनेर खानुलाई चाहिँ लगभग पुग्ला है त्यही पनि सायद पुग्छ जस्तो लाग्दैन मलाई चाहिँ अब आफ्नो हुन्छ नि त आफ्नो कहिले काहीँ त उतै खर्च गरेर पुग्दैन होइन र लगभग मलाई खानालाई मात्रै रुममा खानालाई मात्रै खर्च गरेर चाहिँ समथिङ चाहिँ तपाईँको 600-700 खर्च हुन्छ एकजना बराबर चामल नुन तेल हरेक कुरा किनेर खानु पऱ्यो भने चाहिँ सबैको एकजना बराबर 600देखि 700 भन्दा माथि नै हुन्छ क्या तर चाहिँ हुन्न त्यो चाहिँ होइन तर हाम्रो चाहिँ अब हुनु त हामी एक टाइम चाहिँ ड्युटीमै खान्छौँ क्या अनि एक टाइम चाहिँ राति खान्छौँ त्यो कारणले गर्दा चाहिँ हामीले समथिङ
म्याक्सिमम् खर्च हुने भनेको खाना मात्रै खर्च भयो भने चाहिँ त्यही 300सम्म हुन्छ क्या। अनि जम्मा आउने 400 यताउति गर्दा चाहिँ 200 देखि 300सम्म खर्च हुन्छ। बढीमा बढी खर्च गऱ्यो भने चाहिँ नर्मली टाइटली खर्च गऱ्यो भने चाहिँ हाम्रो त्यही 200 देखि 250 खर्च हुन्छ है। त्यो चाहिँ हाम्रो एक टाइम चाहिँ हामी ड्युटीमा खान्छौँ नि त, त्यो कारणले गर्दा चाहिँ हाम्रो अलिक सस्तो परेको। अनि हामीलाई त्यस्तो कस्टिङ हुँदैन नि त, भन्नाले त्यस्तो अरू के अब हुन्छ नि त ड्युटीमा खाइबस्छौँ। अनि खासै रुममा पनि खासै धेरै खान्नौँ, थोरै खाने मैले खाना खाने भनेको यति नै हो क्या। यतिले लगभग अगाउँछ क्या पेटै। अनि ड्युटीमा यताकति काचाकची खाइरहेको हुन्छ, त्यो कारणले गर्दा नि हो क्या अलिक रुममा चाहिँ खासै खानु मन लाग्दैन क्या। तर अरूतिर चाहिँ अब कम्पनीहरू काम गर्नु चाहिँ बिहानदेखि बेलुकासम्म होइन, दिनमा 2 छाक खानुपर्ने हुन्छ नि त, 2 छाक खानुहुन्छ। अनि दिउँसो अब खाजा पनि खानुपर्ने हुन्छ। त्यो कारणले गर्दा चाहिँ जस्ट हल्का महँगै बनाउँछ खानामा चाहिँ होइन। सबैको 600 देखि माथि नै हुन्छ समथिङ खाना खर्च चाहिँ महिनामा होइन। तर हाम्रो चाहिँ जस्ट कम भइरहेछ क्या। तर होटलमा काम गर्नेहरू चाहिँ अलिक जे भए पनि खानामा चाहिँ कमै खर्च हुन्छ, यति चाहिँ कुरा चाहिँ हो होइन। तर अब कम्पनीहरूमा गर्नेहरूलाई चाहिँ अलिक बढी नै खर्च हुन्छ क्या। त्यो कारणले गर्दा चाहिँ कहिलेकाहीँ चाहिँ एक्स्ट्रा पर्सनल हुन्छ नि त, एक्स्ट्रा पैसा पनि खर्च भइदिरहेको हुन्छ क्या। महिनामा 100 150 200सम्म खर्च भइदिरहेको हुन्छ मेरो पनि होइन। त्यो किनकि हाम्रो 400 दिन्छ नि त, त्यो कारणले गर्दा नि हो। तर अरूतिर चाहिँ अब त्यो हामीले चाहिँ सोच्नै सकिनु होला सायद। अब म चाहिँ फेरि जान लागेको स्पेसल्ली एउटा काम होइन, अघि भनिरहेको थिएँ अगाडि होइन। यहाँ चाहिँ यति धेरै साइलेन्स त्यो हुन्छ नि, एम्बुलेन्सको यो बज्छ कि दिनमा 1-2 चोटि त बजेकै हुन्छ क्या। मान्छे कति चाहिँ बिमारी हुँदो रहेछ क्या, हाम्रो बिमारी हो के भएको होइन, लगभग दिनमा 1-2 चोटि त बजेकै हुन्छ क्या। कसलाई के भयो पनि अब चाहिँ घाम पनि गइसकेछ, घाम पनि गइसक्यो, बादल पनि लागिरहेछ, सायद भोलि पानी पर्छ जस्तो लागिरहेछ। आज कि त बेलुका चाहिँ पानी पर्छ होला, कि त भोलि पानी पक्कै नै पानी पर्छ त हावा पनि चल्दैछ यार। सो फेरि लागेँ म चाहिँ एकछिन अघि हल्का सब्जीहरू लिएर अब रुममा आरामसाराम गरेर होइन, भर्खर रुममा रिसेर फेरि जान्छु मलतिरै कामन मोडमा, किनकि त्यो साथीमा छ नि त। अनि साथी र म चाहिँ एकठाउँमा जस्ट जान लागेको, त्यहाँ चाहिँ ट्याक्सी बुक गरेर डाइरेक्ट त्यहाँ भर्न जान्छु क्या। त्यो कारणले गर्दा चाहिँ अनि म त्यहीँ जानुपर्ने भयो क्या। म त त्यहाँदेखि म बस चढेर जाँदा छिटो पनि हुन्थ्यो होला, तर म चाहिँ त्यहाँ गएर चाहिँ अनि जस्ट ट्याक्सी बुक गरेर चाहिँ जान लागेको। त्यो जाम लागिरहेछ यार, त्यो जाम लाग्दिरह क्या म आएकोसम्म जाने बेला। आज ट्राफिक पनि राष्ट्रिय ट्राफिकको गाडी पनि लाग्छ अनि ट्राफिकहरू पनि हेर्नु दा होला। परसम्म गाडी मजाले कुदिरहेछ आज यार, के भएको। अरू दिन चाहिँ खासै चल्नु न, यो चाहिँ हुन्छ नि त अब स्याटरडे र सन्डे चाहिँ ल्याप्पै बन्द भइदिन्छ क्या, यस्तो खासै भिडभाड देखिन्न क्या। जस्ट अब अरू दिन चाहिँ मान्छेहरू अफिस जाने यता आउने भइरहेछ नि त। अनि अब टाइममा चाहिँ सबैको अफिस पनि बन्द हुन्छ, अनि कामबाट फर्किने जाने, कामबाट फर्किने रुम जाने, त्यस्तो भएको कारण चाहिँ म्याक्सिमम् गाडीहरू कति कुदिरहेछ क्या। ताकि म अब सपिङ सिटी जान्छु, अनि त्यहाँ गएर चाहिँ हाम्रो तपाईँ सर र म चाहिँ डाइरेक्ट अब ठाउँ जान्छौँ। त्यहाँ चाहिँ एकछिन भेट्नुहुन्छ हजुरहरूले आएको स्पेसल चाहिँ होइन, मेरो चाहिँ लगभग म आएको 2 वर्षभन्दा बढी भइसक्यो नि त। त्यो कारणले चाहिँ केही पनि होइन। म चाहिँ अहिले मल पनि आइसक्यो ठ्याक्कै। ओहो पुरा सुनसान छ हौ, बाहिर पनि हेर्नु न, खासै आज व्यवहार विशेष भएको छैन होला। गाडी हेर्दा चाहिँ म गाडी बेच्न राखेको जस्तो छ क्या यहाँ त, सबै पार्किङ राखेको यहाँ राख्न चाहिँ सबै काम गर्नेहरू के गर्छ त्यहाँ पार्किङ गर्छ, अनि भित्र काम गर्ने सपिङ गर्ने त त्यो हो क्या खासमा कुरो। सर कतै आउने हो, सो म एकछिन यहीँ वेट गर्छु अनि सँगै जान्छौँ। अब सर पनि आइसक्नु भयो, अब बोल्ट गएर चाहिँ जानुपर्छ यहाँदेखि ट्याक्सीसँगले। ल जाऊ होइन, अब बोल्टको लोकेसन थाहा छ नि? म गरिहाल्छु नि, चिन्ता नगर न। लोकेसन चाहिँ कस्तो कुन हो त? आइजिआई फर्किनु छ होइन, आइजिआई सर्च गर्नु नि त। अघि निस्किनु ठ्याक्कै 5 मिनट पुग्नु पर्ने तरिकाले जानुपर्ने हो खासमा चाहिँ। यो आज खास चेन्ज भएन क्या, हिजो अस्ति हो। कति लिएको 3 मिनट आइपुग्नु भयो। 1 मिनट
यता आइपुग्छ ल ट्याक्कै अब बोल्नु अरू गर्यो ट्याक्क अब 1 मिनट चाहिँ गाडी टक्क अगाडि नै आइपुग्छ क्या यो चाहिँ राम्रो छ क्या सुविधा चाहिँ 1 मिनट भने अब नजिक छ भने त आइपुगिहाल्छ नि ड्राइभर पाउनु पऱ्यो कि ड्राइभर फर्म भइसक्यो ड्राइभर फर्म थियो वेटिङ फर ड्राइभर टु कन्फर्म द अर्डर एराइभिङ इन 1 मिनट कति हो गाडी MS 18 ZIF ल अब ट्याक्कै 1 मिनट गाडी आइपुग्छ होइन यो ट्याक्सी हो ट्याक्सी बोल्दा बेग्लै हुन्छ होइन ZIF आइपुग्यो ल ट्याक्सी पनि आइपुग्यो हाम्रो बोल्ट पनि आइपुग्यो अब टक्क जाने हो अब कति 8-10 मिनट पुग्छ होला कता रहेछ सिस्टम पनि हो त्यो भएन ड्याङ्गै गरेर त लगाइमा त लागेन सर म तन्दै आएर रहेछ आज त के 2 घन्टा चाँडै निस्किँदै ए ठिकै छ जस्तो पनि टाढो छिटो गएको छ थोरै हाम्रो स्पोर्ट्स यसमा कम्पनीको लागि गएको होइन ठ्याक्कै अब लगभग 6-7 मिनट पुगिन्छ होइन फोहोर फाल्नु भन्थे सर 5 बजी नियम छैन आइदियो त ठिकै छ त उनीहरूलाई ठ्याक्कै हो चाहिँ हामी 6-7 मिनट समथिङ पुगिन्छ होला अनि टाइम गरेर भेटौँ है त त्यो रङ साइडबाट खोल्नु हुँदैन क्या गाडी चल्दैछ त छ पैसा पैसा के भइसक्यो ए ओके पापा ल बन्द छ त नि खासमा आउनु चाहिँ हामी खासमा टिआरसी कार्ड लिन आएको किनकि फाइनल मेरो डिभोर्स गरेको छ नि मेरो 3rd टिआरसी कार्ड आइसकेको थियो क्या तर अहिले आएर बन्द रहेछ खासमा चाहिँ टाइममा हुन्छ हुन चाहिँ होइन तर अहिले आएर चाहिँ बन्द रहेछ एकचोटि ट्राई गरेर हेरौँ खुल्दै खुल्दैन अनि हेरौँ के हुँदो रहेछ बन्द हो ल एकचोटि म्यानेजरलाई फोन गर्नु के भन्दा रहेछ म्यानेजरले अनि हेरौँ अब फाइनली खुसीको खबर सो फाइनली मेरो हातमा 3टा टिआरसी कार्ड पनि आइसक्यो आजको बिहानदेखिको वेडिङमा चाहिँ म आज यही थिएँ सो आजको यो चाहिँ भनेको मेरो चाहिँ यही हो क्या खुसी खबर बिहानदेखि वेडिङमा थिएँ फाइनली हातमा 3टा टिआरसी कार्ड पनि आइसक्यो तर कस्तो क्या अघि त बाहिर भित्रबाट गेट बन्द रहेछ क्या अनि हुन्छ नि त बाहिरबाट गेट बन्द रहेछ नि भित्रबाट मात्रै खोल्नु मिल्दो रहेछ क्या त्यो कारण चाहिँ हामी झन्डै फर्केको त म्यानेजरलाई फोन गरेँ म्यानेजर फोन यसो भन्यो अनि ट्याक्कै भित्रबाट नि एउटा अफिसर आइपुग्यो क्या त्यो अफिसर भित्रबाट गेट खोलेपछि मात्रै हामी भित्र छिर्नु पाएको हो क्या सो आजको खुसीको त्यही हो क्या हातमा 3टा टिआरसी कार्ड बोक्नु मजा अर्कै हुँदो रहेछ अझैसम्म 2टा थियो भने चाहिँ अहिले चाहिँ फाइनल हातमा 3टा टिआरसी कार्ड भइसक्यो क्या सो 50% उनीहरू भने जस्तै हो कि भनेको चाहिँ ओहो त्यो सिनियरको हुँदो रहेछ हौ ओहो अनि भित्र बाहिरको माहौलै अर्कै छ यार महाकसम के भन्छ हौ केही बुझ्दैन पनि आफू त फेरि ल अब चाहिँ खुसी पनि सक्यो क्या एकैछिन फेरि अबसम्म के होला भन्थ्यो अब हातमा परेपछि के हो सबै सक्यो क्या सो चाहिँ फेरि रुमतिर जान्छौँ त्यहाँ बस स्टेसन छ सो बस चढेर चाहिँ हामीलाई रुमतिर जान्छौँ किनकि रात पनि भइसक्यो उहाँ रुममा खाना पनि पाउनु पर्ने छ त्यही भएर चाहिँ अब एकछिन घुम्नु टाइम पनि छैन क्या सो अब चाहिँ हामी डाइरेक्ट रुममै जान्छौँ बस चढेर अनि हेरौँ अब के हुन्छ अब यस्तै हो सो फाइनली हामी पनि 3टा टिआरसी कार्ड होल्डर भइसक्यो अब कहिले बोक्ने हो पिआर पर्मानेन्ट रेसिडेन्ट यो चाहिँ हाम्रो जस्ट टेम्पोरेरी मात्रै भएको कारण चाहिँ खासै यस्तो मतलब हुन्न तर जस छिट्टै नै 5 वर्ष पुग्छ होला सो 5 वर्ष कम्प्लिट भएपछि मात्रै एप्लाई गर्नु मिल्दो रहेछ क्या पिआर चाहिँ सो हेरौँ अब 2 वर्ष त हो नि ठ्याक्कै कार्ड सक्यो भने अर्को कार्डमा चाहिँ मैले पिआर एप्लाई गर्न पाउने रहेछु भन्ने बुझ्यो होइन नि 5 वर्ष कम्प्लिट जान्छ भने चाहिँ मेरो अर्को कार्डबाट पनि अर्को कार्डको चाहिँ 50%मा चाहिँ मात्रै हुने रहेछ क्या सो अझै एउटा कार्ड बोकेर मात्रै अब 1 इयर कम्प्लिट भएर अनि चाहिँ पाउने रहेछ ठिकै छ हामी पनि 50% भन्नु त भयो जस्तो लाग्छ आफै बेला त्यसलाई चाहिँ कस्तो सुनसान रहेछ बाहिर खासै गाडी त अलिक तर्साउँदै रहेछ अहिले मान्छे खासै चलाउँदैन रहेछ फेरि हो किनकि अब सबै आफ्नो घर टाइम भइसक्यो होला नि त त्यही भएर नि अब प्रायः जस्तो
सुनसानै छ आज यार तर अरू बेला कस्तो भिड हुन्थ्यो मलाई मनपर्ने चर्च हो क्या कसम दामी एक्स्ट्रा लाग्छ क्या मलाई यो चर्च चाहिँ नि